ला फेरि अर्को सहकारीको मान्छे पो आयो। ए पीडितजी पर्खिनुहोस् पर्खिनुहोस्, म तपाईँलाई भेट्न आएको। ओहो सर नमस्कार, मैले त नचिनेको सर पो हुनुहुँदो रहेछ। अब पीडितजीले कसरी चिन्नुहुन्थ्यो त? तपाईँले हाम्रो संस्थाबाट भनेको चाहिँ ऋण लिएर जानु भएको छ। अहिलेसम्म तपाईँले चाहिँ हामीलाई साउ ब्याज तपाईँले तिर्नु भएको छैन। तपाईँलाई हामीले चाहिँ ऋण लगानी गरेको पैसा त्यो मकै पोल्ने जुत्ता सिलाउने व्यक्तिहरूकोबाट 150 रुपियाँ हामीहरूले सङ्कलन गरेर त्यो तपाईँलाई हामीले ऋण लगानी गरेको त्यो पैसा नै भनेको चाहिँ तपाईँहरूले हामीलाई तिर्नु हुँदैन भनेदेखि हामीले ती पीडितहरूको पैसा कसरी फिर्ता गर्न सक्छौँ? तपाईँहरू जस्ता व्यक्तिले गर्दाखेरि आज भनेको सहकारीहरू चाहिँ बदनाम भएर धराशायी हुँदै गएका छन्। तपाईँको ऋण तिर्नुपर्ने दायित्व त तपाईँको पनि हो नि, होइन र? तपाईँ मलाई देखेपछि भागेर हिँड्न त मिल्दैन नि। सर म कहाँ भागेको हो र? ऊ त्यो मेरो जग्गा हेर्नभन्दा जाँदै थिएँ, एउटा काम परेर उता फर्केको हो। हजुर हुनुहुँदो रहेछ। म कहाँ त्यस्तो मान्छे हो र? व्यवहार मिलाउँदैछु, यही जग्गा बेचेर हजुरको व्यवहार त सल्टाइहाल्छु नि म। ल पीडितजी, तपाईँलाई यो सहकारी संस्थाले 35 दिने चिठी काटिसकेको छ। यो 35 दिनभित्र तपाईँको आफ्नो व्यवहारहरू मिलाएर सहकारी संस्थामा आएर तपाईँले सम्पर्क गरेर अहिलेसम्मको साउ र ब्याज तपाईँलाई तिर्नको लागि मैले यो चिठी लिएर आएको छु। यो चिठी लिनु होला, 35 दिनभित्र सहकारी संस्थामा सम्पर्क गर्नु होला, नत्र तपाईँ कानुनी झमेलामा पर्नुहुन्छ है। ल हुन्छ सर, हुन्छ। हजुर, ल, हस्, 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 हस्।